यो चाहिँ तुलसी हर्बल भन्ने कम्पनीको चाहिँ कञ्चन भन्ने यो ऊ चाहिँ क्रिमको चाहिँ प्रोडक्ट रहेछ है। यी कञ्चन प्रोडक्ट। यता साबुन पनि पाइन्छ। अनि यसको चाहिँ मैले भन्नु खोजेको चाहिँ के हो भन्दाखेरि तुलसी हर्बलको चाहिँ कञ्चन प्रोडक्टको चाहिँ एन्टिमार्क्स नर्सिङ नाइट क्रिम भनेर लेखेको छ है। यो चाहिँ क्रिम हो। तर यसको प्राइस हेर्दाखेरि मलाई यो अचम्म लाग्यो मित्रहरू हैन। यसको उ चाहिँ के छ भन्दाखेरि चाया कालो दाग पोतो तथा छालाको समस्या हटाउनको लागि अत्यन्तै उपयोगी भनेर लेखेको छ। लेखेन त यहाँ सही लेखेको छ हैन। अनि यो ठीक छ। यो लेखाइ पनि ठीक छ, कम्पनी पनि ठीक छ हैन। यसमा केही छैन। अनि यहाँ के छ माथि यहाँ पनि रहेछ यो UCI उच्ची होला। यो उच्ची भने चाहिँ के हो थाहा भएन है। मैले भन्नु खोजेको के हो भन्दाखेरि अनि हेर्नुस् है यसको प्राइस यति यो। यसको नेट यसको वेट पनि छ। यसको चाहिँ कति ग्राम होला यो भनेर हैन। यसको ग्राम पनि म देखाउँछु है त। यो कञ्चन भन्ने तुलसी हर्बल भन्ने कम्पनीको चाहिँ कञ्चन भन्ने प्रोडक्टको चाहिँ यो है। यो यति छ है। यो ग्राम यो कति छ भित्र एक के अरे आधी चम्मच होला सायद क्रिम। यसको टोटली ग्राम त्यो आधी चम्मच है। टोटली ग्राम कति ग्राम भन्दाखेरि यसको ग्राम ल हेर्नुस् है। ए वेट नेट वेट 20 ग्राम अनि ब्याच नम्बर 006 अनि MFT डेट भनेको चाहिँ यो बनेको डेट कुन मितिमा बनेको भनेर चाहिँ यहाँ अगस्त 2025 मा बनेको रहेछ। अगस्त सेप्टेम्बर 1 महिना अगाडि बनेको रहेछ है त। अनि यसको MRP प्राइस चाहिँ 1250 छ है। यो चित्त बुझ्छ कसैलाई यो यति छ 20 ग्राम छ ह। यतिको चाहिँ 1200 हेर्नु त यहाँ। यो के हो यो लुट्न खोजे आएन त यो। ए कति चाहिँ हाल्यो कि के चाहिँ हाल्यो कि यसमा यहाँ के हाल्यो यसमा के छैन। ए यत्रो साबुनमा के छ। कम्पनी खोल्नु राम्रो हो। प्रोडक्ट उत्पादन गर्नु राम्रो हो। कम्पनी खोल्नु राम्रो हो नराम्रो भनेको होइन हैन। तर यो उसको नाममा चित्त बुझ्दो हुनु पर्यो क्या प्राइस। यो 1250 भनेको यो अनुसारको यहाँ हुनु पर्यो नि। माल हुनु पर्यो नि। के हो यो यस्तो हुन्छ। चित्त बुझ्ने हुनु पर्यो क्या उत्पादन गरिसके पछाडि यस्तो हुन्छ। कम्पनी आएर तपाईलाई जेल लैजाला। तिकोला हल्ला नगर यहाँ। यस्तो यी सबै देखाछु यी साथीहरु सबै देखाछु यी कम्पनीले लैजाला। यहाँ छ यी प्रोडक्ट के अरे यसरी प्याक गरिदिन्छ। मैले चाहिँ खोलेर हेर्नु मिल्दैन भनेको मिल्दैन भने ए यसरी पुरै बाँधेर बाहिरबाट यी पुरै उ गरेर यत्रोको पोका बनाएर कम्पनीले जेल लैजाला। हल्ला नगर धेर अनि खाउला। यति जाबो लान्छ कम्पनीले। कसको गल्ती छ यहाँ। यो 1200 को हो र यो 20 ग्राम पनि 1200 पर्छ यति जाबोलाई। ए 20 ग्राम नेट वेट लुट्नुको पनि सीमा हुन्छ नि यार। श्री तुलसी हर्बल होम काठमाडौँ नेपाल। काठमाडौँ नेपाल। काठमाडौँमा बनाएर रहेछ हैन। काठमाडौँ एरियामै
अनि यस्तरी हुन्छ। टट कुरबा ब्ल्याट